जसलाई पनि म के भन्छु म एक्लै काफी छु तर उहाँहरु नडराउनु होला मलाई भन्नु बानेर उहाँहरुलाई जुत्ताको माला लगाएर लट्ठी लगाएर लखण्डे मेरो घर आउने को एमाले कांग्रेस हो म त्यति गर्न पनि तयार छु कुनै दिदीबहिनीले हालगुहार माग्नुहुन्छ भने मिना सलामीसँग हालगुहार माग्नु होला त्यो नेता आउँदाखेरि हामी लट्ठी लगेर कुदाउने छु जुत्ताको माला लगाउने छु उहाँहरुलाई बालेन्सालाई किन रोजेको युवा हो उसको पढे लेखेको छ अनि उसको युवा छ र भिजन छ के उले देश र जनतालाई केही गर्छु भनेर हिँडेको मान्छे हो के केपी शर्मा ओलीको 30 वर्षदेखि त्यही नै ग्यासै बाँड्छु भनेर चुनाव लडेर र जितेर हुन्छ के गर्न सक्यो केपी शर्मा ओलीले त्यो हुन्छ हुँदैन नि त पानी जहाज आउने रे अब त पानी जहाज आउने उसको बकम फुच्चे गफ हो के त्यो रेल आउने रे अरे त्यो त आम सबै सर्वसाधारणलाई थाहा भइसक्यो हो के तपाईले भोट हाल्नुभयो भने एमालेलाई भोट हाल्नुभयो भने तपाई घर ग्यास आउँछ अब म यति भन्छु यो आम देशका नागरिकहरूलाई एमाले र कांग्रेसलाई भोट हाल्नुभयो भने देश चाहिँ एकदम ग्रस्त स्थितिमा जान्छ।